ल ठिक छ, मैले बुझेँ तिमी सही म गलत। फेरि अहिले आएर यो नाटक केका लागि? के म बर्बाद भएर खुसी हुँदा तिमी बर्बाद गर्ने खुसी हुन सकिनौ? र अन्त्यमा समयले मलाई फेरि त्यही ल्याएर पछारेको छ जहाँबाट निस्कन मैले तिम्रो हात समातेको थिएँ। यी मानिसहरू मेरा शब्दबाट मलाई केलाउन खोज्छन्। मूर्खहरू आकाशमा ढुङ्गा फाली तारा खसाउन खोज्छन्। साँच्चै यो भ्रममा को छ? कसैले सिन्दुर र सातफेरा लगाएर पनि प्रेम पाउन सकेनन्। कसैले सुकेको फुलमा जिन्दगी सुम्पिए। यो मायाको संसार। म चाहन्छु उसलाई थाहा होस् उसले कति क्रूर भएर त्यसको हत्या गरेकी छे, जो मान्छे साँच्चै उसको प्रेममा मर्न चाहन्थे। सब थोक बिर्सनु छ प्यारी मलाई, तिमीलाई बिर्सनु छ। तिमी सब थोक थियौ भन्ने बिर्सनु छ। सँगै बिर्सँदा बिर्सँदै मलाई बाँच्नु पर्छ भन्ने बिर्सनु छ। र अन्त्यमा मलाई बाँच्न पनि बिर्सनु छ। प्रिय तिमी फर्केर आउनु मिल्दैन र? बिहान चर्न गएका गाई साँझ फर्किए। यो साँझ अस्ताएको घाम बिहान फर्किन्छ। भन न प्यारी, तिमी कहिले फर्कनु? म तिम्रा कुरामा कसरी विश्वास गरौँ प्यारी? म आफू गलत भएको कहानी आफै सुनाउँदिन। चरित्रले सुगन्धित हुन्छ व्यक्तिको व्यक्तित्व। मित्र, यसलाई पवित्र गर्ने कुनै अत्तर पाइँदैन। छाड मेरो मन दुख्यो कि दुखेन भन्ने कुरा, बरु मन परी गरेर तिम्रो चित्त बुझ्यौ कि बुझेन कुनै? मैले परिस्थिति अनुसार साथ दिने मान्छे खोजेको थिएँ, तर तिमी त आफ्नो मुड अनुसार व्यवहार गर्दो रहेछौ। प्रिय, तिम्रो झुट बोल्ने कला पनि क्या गजबको छ। आखिर त्यही झुटले त हिजोसम्म म तिम्रो थिएँ। प्रिय, तिम्रो झुट बोल्ने कला पनि क्या गजबको छ। आखिर त्यही झुटले त हिजोसम्म म तिम्रो थिएँ।